हेलो गाइज वेलकम ब्याक टु माई मिनी ब्लग अनि स्वागत छ सबैजनालाई मेरो यो छोटो मिठो मिनी ब्लगमा। सो त्यही हो, म फेरि आज ब्याक भइसकेको छु म धेरै पछि ब्लगमा होइन। ब्लगमा चाहिँ किन म आजभोलि यसो कम टाइम दिइरहेको छु यो सब पनि म बताउने नै छु। सो भिडियो अन्तिमसम्म हेर्नु होला। अनि आज ग्राउन्डमा के हुन्छ, घरमा मैले के गरेँ यो सब म देखाउने छु आज मेरो यो मिनी ब्लगमा। सो त्यही हो, साथ दिनु है त गाइज। लेट्स स्टार्ट गाइज है त। म चाहिँ अहिले ग्राउन्ड जाँदैछु गाइज। अनि ग्राउन्ड चाहिँ म अहिले रेगुलरै गइरहेको छु होइन। ग्राउन्डमा भाइ बहिनीहरूलाई पनि ट्रेनिङ गरेर हुन्छ। अनि सबैजना अहिले त भाइ बहिनीहरू पनि जोस जागरमा खेल्नु आइरहेको हुन्छ ग्राउन्डमा होइन। सो त्यही हो, ग्राउन्डमा आजभोलि चाहिँ मेरो ग्राउन्डतिर पास भयो। सो त्यही हो। त हिजो किन आएको हिजो त न्युरो बेच्नु गएको? न्युरो बेच्दिनु गइदिएको त रेगुलर आउनु पऱ्यो भनेको सुन्नुहोस्। यता हेर, अबबाट आउँछु भन् हो सबै। सो भाइ बहिनीहरू पनि रेडी भइसकेको रहेछ ट्रेनिङको लागि। म पनि अब ग्राउन्ड पुगेर अनि जुत्ता सुत्ता लगाएर रेडी हुँदै बसेको। त एउटा भाइले त दाइ मसँग त जुत्तै छैन, मलाई एउटा जुत्ता दिनु न भने। अनि मसँग एउटा 4 नम्बरी जुत्ता थियो पुरानो। सो त्यो जुत्ता चाहिँ मैले एउटा भाइले दिनु लागेको छु। त एकजनालाई दिन्छु, को चाहिँ खेल्नु खोज्छ त्यसलाई दिन्छु क्या है। तँलाई के यो जुत्ता दिन्छु मैले, त रेगुलर आउँछ आउनुहोस् यहाँ बस्नु। रेगुलर आउँछस् ट्रेनिङ, फेरि एक दिन ग्याप भयो भने तैँले फेरि पाउनुहोस् है त, हुन्छ गर्नु ल। रेगुलर आउँछु भन्, ट्रेनिङ गर्छु भन्, हाँस्दिनँ भन्, मात्तेर खेल्दिनँ, मात्तेर खेल्दिनँ भन्। यता हेर त ल, तैँले जुत्ता पाइस् अब ल। खै त थ्याङ्क यू भनेको खै, यता हेर त खै। सो फेरि एउटा भाइलाई हेल्प गर्नु पाउँदाखेरि चाहिँ एकदमै खुसी छु म आज फेरि। अनि पछि भाइ खुसी भएपछि म त्यसै पनि खुसी। सो त्यही हो, जुत्ता सुत्ता लगाएर ट्रेनिङ गर्दैछु। ट्रेनिङ कस्तो हुन्छ सबैजनाले हेर्नु होला। सो त्यही हो, ट्रेनिङ स्टार्ट गरिदिएँ त मैले चाहिँ। अनि भाइ बहिनीहरूलाई यसो एकैछिन दौडाइदिएँ मैले। अनि दौडाइदिइरहेको छु होइन। अनि दौडाइदिएँ अनि आफू पनि दौडिरहेको छु। अनि भाइ बहिनीहरू चाहिँ अनि 5-6 राउन्ड हान्ने बित्तिकै थाकिदिन्छ क्या। अनि मैले भाइ बहिनीहरूलाई सम्झाइरहेको हुन्छु, मुखबाट नफेर नाकबाट मात्र फेर भनेर अब त्यो सम्झाइरहेको हुन्छु। सो त्यही हो। अनि आज चाहिँ मैले त्यो फेरि खेलेको भिडियोहरू गर्नै पाइनँ क्या आज। त्यही हल्का मन अलिकति उतो ला, भोलितिर भ्लग बनायो भने चाहिँ सो ट्रेनिङ गरेको पुरै भिडियोहरू आउँछ। आज चाहिँ त्यति भिडियो अपलोड गर्नु पाएन मैले। सो त्यही हो गाइज होइन। ल कस्तो भयो गेम? राम्रो ल। ओए जोइ कस्तो भयो? ओए रेगुलर है, रेगुलर है ल। सबैजना भाइहरू ट्रेनिङ गरिसक्यो। अब हामी चाहिँ घर जानु लाग्यो, रात पनि परिसक्यो। ट्रेनिङ गरेर जुत्ता सुत्ता प्याक गरेर अब जानु लाग्यो है। ल बाई भन्छु सबैले। सो अहिले चाहिँ म घर आइसकेँ, अब फ्रेस हुन्छ। अनि घरमा के हुन्छ यो सब देखाउँछु अहिले चाहिँ। बाई। अनि यस्तो फ्रेस भएर यस्तो भित्र गएको त घरभित्र त मोमो बनाउने कार्यक्रमको रहेछ। अनि मोमो बनाउने भनेर अनि पछि म पनि लागेँ मोमो बनाउनु जानु पर्ला भनेको त बाबाले त आज समाचार पो सुनिदिइरहेको छ। मेरो त दिमाग हल्यो, चुनाव सकिसक्यो अझै पनि समाचार भनेर। अनि मेरो त दिमाग हल्यो होइन। अनि म गएँ मोमो बनाउनु भित्र। मोमोसम्म बनाएर टक्क बसेको त ल, एकैछिन मोमो बनाउनु पाएन। दिदीले त मोमो पो ल्याइदिन्छ त मलाई पनि मोमो ल्याइदिनु न भने। अनि दिदीले नि मोमो टक्क लाएर ल्याइदियो। अनि मोमो पनि अब खाइदिनु पर्ला भनेर स्टार्ट गरिदिनु लाग्यो है त गाइज। लेट्स सी गाइज स्टार्ट नाउ ओके ल। अनि म चाहिँ लागेँ बाहिर मोमो खानलाई। टक्क भान्जाहरूले त च्यालेन्ज गरौँ न मामा अरे। टाइट भान्जा च्यालेन्ज गर्दिनँ म, बडो आऊ त्यो सिजर पेपर रक खेलौँ भनेको त भान्जी त आमा आत्तेर त सिजर पेपर रकमा त खानै पाउँदैन उनीहरूले। सो त्यही हो, मजा आइरहेको छ गाइजहरू होइन। मोमो खानलाई घरमै बनाएर मोमो खानेर चाहिँ छुट्टै आनन्द आउने रहेछ। त्यही माथि फ्यामिलीसँग बसेर खाँदाखेरि चाहिँ। सो त्यही हो, मेरो भ्लगहरू चाहिँ अब रेगुलर आउँछ। अनि मेरो पर्सनल रिजन भनेको चाहिँ त्यो इक्जाम आइरहेको छ। सो त्यही भएर हो। अनि मोबाइलले पनि साथ दिइरहेको छैन, त्यही हो।
अबको दिनहरूमा चाहिँ हप्तामा एउटा दुइटा चाहिँ मैले भ्लगहरू हालिरहेको हुन्छु। सो सबैजनाले मलाई माया गरिदिनु होला अनि भ्लगहरूमा के कमी कमजोरी छ त्यो सब कमेन्ट गरिदिनु होला। आजलाई चाहिँ त्यति नै। लेट्स सी गाइज अब नेक्स्ट भिडियोमा भेटौँ ल। अहिले चाहिँ बाई।